सो हेलो एन्ड नमस्ते एभ्रिवान। आई होप सबजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि सन्चै आरामै छु। अनि के छ त हल्लीचल्ली भन्न सक्नुहुन्छ हजुरहरूले, हजुरहरूको बारेमा दिनहरू कसरी कटिरहेको छ त्यो पनि भन्नु होला। अनि तपाईँहरूलाई अचम्म नहोला है, सिधै इन्ट्रो पनि मोटोबाट त्यो पनि खोइ कहाँ हो कहाँ आएर भनिराख्नु भएको छ होला होइन। यो चाहिँ त्यही यो अस्ति म गाउँ जाने बेलामा देखाएको पुल हो, यो काण्डा परेको पुल अहिले चाहिँ निर्माण हुँदैछ हो। फेरि म आज नै गाउँ जान लागेको है। कति गाउँ जान्छ यो केटा, कति गाउँ जान सक्दो कति गाउँ जान सक्दो रहेछ यो केटा भन्नुभयो होला है तपाईँहरूले। तर के गर्नु, जानै पर्छ, बाटो अलिक बिग्रेछ यताको है। अनि के कस्तो भइरहेको दिनहरू। म चाहिँ अस्ति एउटा कुरा भन्छु ल, नरिसाउनु है, त्यसको लागि चाहिँ म अहिले नै सरी भन्छु। किनकि त्यो अस्तिको गाउँ गएको भिडियोमा चाहिँ होइन, जुन भिडियोमा चाहिँ म गाउँ गएको थिएँ नि, त्यो गाउँ गएको भिडियोमा चाहिँ साउन्ड नराम्रो आएको छ। त्यसको लागि म तपाईँहरूलाई सरी भन्छु अहिले नै होइन, अहिले पनि म माफी मागिरहेको छु त्यो भिडियो के अरे अडियो क्वालिटीको लागि चाहिँ है। एकदम त्यो बेलामा चाहिँ के भएछ खै, के मिस्टेक भयो के भयो थाहै भएन, तनाव भयो त्यो बेलामा। झन् यस्तो राम्रो भएको थियो है। आज चाहिँ म फेरि त्यहीँ जानु लाग्छु। म गाउँ चाहिँ किन जानु लाग्यो भन्दाखेरि चाहिँ मम्मीहरू चाहिँ गाउँमा हुन्छ, मम्मी र भाइ। अनि मम्मी र भाइलाई चाहिँ म लिन जानु लागेको होइन। यहाँको बाटोमा सबै यस्तो हालिदिएछ यार, सही हो ल। कहाँ हेरेर गफ गर्छ हौ मान्छेहरू। ल अलि उतितिर गएर भेटौँ ल। आज चाहिँ म सोलो राइड हुन्छु, म खासै बोल्दिनँ होला। आज म कुदाउँछु मजाले। ल म चाहिँ अहिले त माथि आइसकेको छु। अब चाहिँ यहाँबाट तपाईँहरूले मेरो राइड चाहिँ इन्जोय गर्न सक्नुहुनेछ। अब म चाहिँ यहाँबाट हल्का नबोलिकन चलाउँछु, राइड चाहिँ इन्जोय गर्नु होला। बाटो कस्तो छ तपाईँहरूले आफै भित्र पाइहाल्नुहुन्छ है। बाइक चाहिँ बिचमा चाहिँ म अफ भएको छ, त्यो कारणले गर्दाखेरि अब अलिकति झ्याउ हुन्छ, तर पनि मतलब छैन। ल अब एकैछिन राइड इन्जोय गर्नु। सही ओहो भैँसीहरू रहेछ अगाडि, भैँसीहरू ओहो सही मजा आयो त। ओहो आम्बो यो अन्त रमाइलो भनेको। राइट एकैछिन हो कि गाउँ चाहिँ एकैछिनमा यतिको स्पिडमा गाउँ चाहिँ एकैछिनमा आइहालेँ त म त। ओए यो अन्त बिचमा बबल छ क्या, बबल त्यो बबलले गर्दा अझै कुदाउनु डर लाग्ने कि। म चित्तै पानी आइसक्यो है, एकैछिनमा हो कि आउनु त। यदि कुदाएर एक्लै आउनु त्यस्तो मात्रै एकदिन केटा हुनुपर्छ होइन, आफू अस्ति हान्ने यस्तो बबल हुन्छ नि। एकैछिनमा आयो कि अब यो ठुलो सहर चित्तै पानी। ठुलो सहर जान्छु यहाँबाट यता हो, यहाँ चाहिँ के बन्दै रहेछ। ल आइहाल्थेँ म डाँडामा पनि। यहाँ त ओह्रालो हो त, ओह्रालो के कुदाउनु त फेरि यस्तो हो कि यता त हुसुलाएर के पानी परिसक्यो। ओ माई गुडनेस, यो हो नि त रमाइलो। पारी माथि होटेल दिनु सक्नुहुन्छ तपाईँलाई, होटेल होइन यस्तो रमाइलो भयो कि यार। ओ माई गुडनेस यार, अझ अगाडिको ब्रेक छैन, नत्र त मैले वाइल हालिदिन्थेँ। सही हो यार, सही मजा आयो एकैछिन। अनि यस यो हो नि त रमाइलो भनेको। ओहो बलाइन छ त। उडानमा त्यस्तो हुन्छ फेरि, त्यो उडानमा डर लाग्छ मलाई कुदाउनु। अब कुदाउनु म न्युट्रलमा हाल्छु, न्युट्रलमा जानुपर्छ।
जानुपर्छ अब त्यही ओह्राउँदाखेरि लास्टै डर लाग्ने किन खै ब्रेकै धान्न खोज्दैन जस्तो लाग्छ मलाई त ल है त जङ्गलको बाटो तर एक्लै यहाँ हो कि मैले बाघ देखेको यहाँ चाहिँ डर लाग्छ कि मलाई डेन्जर किन हो डेन्जर डर लाग्छ यहाँ चाहिँ ल अफ गरिदिउँ बाइक पनि उयो घुम्दिनु बबाल छ यार तर कर्नरिङ हान्नलाई त अलिक गाह्रै छ बबल छ क्या बाटोमा बिच बिचमा त्यो बुरुक बुरुक पारिदिन्छ त किन यस्तो चिबिन्छ क्या बाइक त हेर्नु यस्तो छ म चाहिँ यहाँ तल आइसकेँ अनि मैले तपाईँहरूलाई भन्थेँ नि अहिले म चाहिँ अहिले तल आइसकेँ होइन अनि यो चाहिँ हाम्रो चाहिँ माथिल्लो भैँसीहरू चिनिन्छ त्यहाँ बोर्डमा पनि देख्न सक्नुहुन्छ हो त्यो क्लियर देखिएन होला हो यहाँ चाहिँ यहाँबाट आयो यो बाटो आयो अनि यहाँ यता माथि गयो यो माथिल्लो भैँसी हो अनि यहाँ तल गयो भने चाहिँ उता याङ्जाकोट अनि माथि के भन्छ तानतिङ जाने उता पारि हो के अरे अनि यता माथि तारकाङ यता जान्छ यो तलपट्टिको बाटो भयो के अरे यहाँबाट माथि गयो भने चाहिँ यो माथिल्लो भैँसी अन्त तल माथिल्लो देख्यो अब यहाँ अलि तल पुगिसक्यो तल्लो भैँसी यहाँ तलपट्टि छ होइन त्यही नै हो म आधी बाटोमा आइसकेँ कि अब यहाँ अलिकति छ त्यहाँ घर मम्मीलाई भेट्छु त्यहाँबाट मम्मीलाई भाइलाई लिएर फेरि म फर्किहाल्छु त्यही नै हो है ल बुझ्नु पर्ने होइन ल अहिले पछि भेटौँला फेरि है त ल म चाहिँ त्यहाँ माथि अहिले बसे ठाउँबाट चाहिँ निस्किएँ अब यहाँ चाहिँ त्यहाँबाट माथि चाहिँ माथिल्लो भैँसी भएन अब यहाँ तल गयो भने त्यहाँ तल्लो भैँसी हो त्यो तल्लो भैँसी पनि देखाउँछु अनि पारिदेखि भन्यो त्यो भत्केको बाटो त्यहाँ माथि गयो भने चाहिँ याङ्जाकोट जाने बाटो त्यो बाटो भयो के अरे यही माथिल्लो भैँसी यहाँ देखिरहेको के अरे यही नै हो यहाँ भैँसी लेखेको यो चाहिँ तल्लोपट्टिको भैँसी यसलाई भनेर चिनिन्छ होइन अनि यहाँ तल्लोपट्टि चाहिँ माथि खोला देखिरहेको छ के अरे ब्युटिफुल है एकदम बवाल छ सावधान सावधान हो नि त मकैबारी हो यो चाहिँ तल्लो भैँसी हो कि यहाँ देखियो नि यो होइन सानो बस्ती यो चाहिँ तल्लो भैँसी भयो के अरे अब यहाँ चाहिँ अब पुल आउँछ होइन यहाँ तल चाहिँ माथि हो यो पक्की पुल यो भयो हाम्रो कटेज छ हाम्रो ठुल्बा अथवा मामाको कटेज हो यो चाहिँ अनि यो चाहिँ के अरे पक्की पुल भयो नि यो तल चाहिँ माथि देख्नुहुन्छ नि यो चाहिँ माथि भयो यहाँ तल देखियो नि यो चाहिँ माथि हो अनि यो माथिपट्टि बाटो देखियो नि रोक्ने म तपाईँलाई यहाँ रोकेर देखाइदिन्छु है त तपाईँहरू यो बाटो तानतिङ जान चाहनुहुन्छ भने चाहिँ यो बाटो तानतिङ पनि जान्छ कि तानतिङ चाहिँ होइन त्यो तानतिङको हाइवे पावर छ नि हो त्यहाँ पुग्छ होइन हो यो बाटो हो कि यहाँबाट सिधै यो भयो नि अब यहाँबाट सिधै माथि गयो भने याङ्जाकोटतिर पुगिने यता भगैटार अनि तारकाङ पुग्ने यो बाटो भयो के अरे तपाईँहरू यो बाटो जानुहुन्छ नि यहाँबाट घुमेर यताबाट आएर यो बाटो जानु भने चाहिँ यो तानतिङ जान्छ है तानतिङ हाइवे पावर पुग्छ हाइवे पावरबाट तानतिङ जान्छ क्या त्यो है बुझ्नुभयो नि यो तपाईँहरू यही बाटो तानतिङ उताको भन्दा यो बाटो धेरै बेटर छ एकदम राम्रो छ उता सिलेसतिर जाने बाटोतिर भन्दा त यो तानतिङ जाँदै यताको लागि यो बाटो चाहिँ एकदम बेस्ट छ किनकि त्यहाँबाट यहाँसम्म पिचै भयो होइन अनि यहाँ उता पनि पिच बनाउँदै छ कि अनि पिच पनि त्यो सबै उता कस्तो अफरोड छैन कि पुरै पिचै जस्तो भनौँ न किनकि त्यो उस हालिसक्यो कि त्यो के भन्छ अरे त्यो ढुङ्गाहरू हाल्छ नि गिट्टीहरू हो तिनीहरू हाल्यो अलिकति सावधान चाहिँ हुनुपर्छ गिट्टीमा टायरहरू चिक्नु सक्छ तर त्यस्तो उस चाहिँ हुँदैन नि त हो त्यो कुरा चाहिँ ल म चाहिँ यहाँ आइसकेँ दाइको घर अनि मम्मीहरूलाई पिकअप गरेर अनि यहाँबाट भागिहाल्नुपर्छ ल को हन् कका के गरे हन् कोही पनि छैनन् क्या घर त अच्छा आइसके त्यही त हो नि अब घर भात खुली पकाएर ट्याकको भात पकाएर खाएर अनि आम्दा छैन ए आमै के गर्नु भएको के तपाईँ घाँस काट्दै हो आमाले त्यहाँ घाँस काट्दै हुँदैछ ल अब मासु छ भने चाहिँ अब छोड्ने कुरो भन मनिष बाबुले मासु पकाएर खाएर अनि जाने ल गोरे खाइ त नि माथि माथि ए ल त्यो पुच्ची चाहिँ बल खेल्न गएको छ के अरे अब मासु पकाएर अनि खाएर नि जानु पर्ला अब के गर्नु त गाह्रो मासु हुने छोड्ने कुरा भएन फेरि ल हामी चाहिँ अब यहाँबाट निस्किन लाग्यौँ है अब असारमा आउँछौँ ल हामी चाहिँ अब यहाँ निस्किन्छौँ यहाँ आइ दुईजना पेसेन्जरहरू यिनीहरूले लिएर अब यहाँ लाग्नुपर्छ म चाहिँ आमा नि उहाँ हुनुहुन्छ ल साथीहरू अब बाइकको आवाजले मेरो आवाज आउँछ कि आउन थाहा छैन हामी चाहिँ फर्किसक्यौँ है तिनजना हालेको त्यही भएर बाइकले धेरै प्रेसर परिरहेको छ मेरो प्यारो बाइकलाई अहिले चाहिँ हामी भङ्गेरी आइसक्यौँ फर्किसक्यौँ है भङ्गेरीमा आइसक्यौँ पछाडि छन् दुईजना चाहिँ अब यहाँबाट फर्किन लाग्यो पोखरा फर्किँदै के अरे
मम्मीहरू थाक्नुभएको छ खासरी के अरे किन आएको भनेर चाहिँ म भरे भन्छु है, भरे घर गएर भन्छु किन आउनुभएको मम्मीहरू गाउँ भनेर होइन। अहिले चाहिँ यस्तो छ है, गाउँको माहौल चाहिँ यस्तो छ। अनि 3 जना हालेर हिँडिरहेको छु अहिले चाहिँ। अब अलिकति माथि गएर भेटौँला है त। ल स्टार्ट भइसकेको छ गाइस। देखियो नि ओ केटा हो, हामी गाउँबाट आइसकेका छौँ केटा हो। यहाँ मम्मी म दाइ घर अनि केटा हो। अब यस्तै छ, हावाले केही सुन्ने छैन, आवाज पक्कै पनि मलाई थाहा। त्यही भयो नि केटा हो, टाक्दै त निकालिसकेको छ गाइस फाइनली। अनि दादा थाक्दै आइसकेको छ गाइस। गाइस मेरो यहाँ बोल पुग्दै नसकेर गाह्रो हुन्छ एकदम बोल पुग्दै एकदम टाउको दुख्यो ज्यान दुख्यो अनि काटेको गाइस के भन्ने गाइस न मुभी देख्नु न भन्नु गाइस गाइस भन्ने म त्यति हुन्छ ल अहिले चाहिँ हामी हल्का माथि आइसकेको छौँ। यहाँ माथि चाहिँ एउटा होटल छ रातमाटे। यो चाहिँ खासै त्यति साह्रो चल्छ जस्तो मलाई लाग्दैन। यहाँ माथिपट्टि छ, म देखाउने छु तपाईँहरूलाई, म देखाउँछु एकैछिनमा, हेर्दै गर्नु न है। यहाँ माथि यो चाहिँ होटल हो, अझै माथिबाट देखिन्छ होला मेरो विचारमा। अझै माथिबाट म राम्रोसँग देखाउने प्रयास गर्नेछु तपाईँहरूलाई। यहाँ चाहिँ तपाईँहरूलाई अब कफी ब्रेकहरू अब के खाजाहरू खान मन लाग्छ तपाईँहरू त्यहाँ जान सक्नुहुन्छ होइन। बाइकले 3 जना त तान्न गाह्रो मान्छ। उता रातमाटे भनेर लेखेको छ अगाडि बोर्ड होइन। ओ यो बाटो माथि आएन नि, यहाँबाट तल जानुपर्छ है। यहाँबाट तल गयो भने चाहिँ होटल हो, यहाँबाट तल गयो भने चाहिँ। अनि तर कस्तो हुस्सुला यार, पुरा यार केही क्लियर देखियो होइन यार। ल हामी चाहिँ अहिले चितवन डाँडा आइसक्यौँ र अनि यता पोखरा दामी देखिन्छ, तर अहिले चाहिँ केही देखिएको छैन है। यो हुस्सुलाको भएर दिनभरि रातभरि पानी पर्छ अनि कहाँ देखिन्छ हो, त्यो चाहिँ पोखरा हो। त चाहिँ अघि मैले आउँदाखेरि देखाएको थिएँ ल चितवन डाँडा। यो चाहिँ अघि म राइड हान्दै आएको बाटो हो के अरे, यो बाटो म खासै खिच्दिनँ। अब सिधै उतैतिर गएर भेट्नु पर्ला म चाहिँ। ल हामी चाहिँ अहिले यता आइसकेको छौँ, धेरै नै यता आइसक्यो के अरे। म चाहिँ यता यो कसरी अन्त हल्का यता यो ठाउँलाई चाहिँ सुनपदेली भनेर चिनिन्छ। यस्तो भिड छ यार यो बाटो नि यार, रिस्की हो यार। यस्तो छ कि ढलन त छ है, तर यता पहिरो गइरह यहाँ बाटोमा ढलन छ है। धेरै टाढा छैन, घर चाहिँ आइसक्यो। अब मेरो विचारमा यहाँ 3 जना त गाह्रो हुँदैछ यार एनएस बाइकमा त। सिटै सानो भइदिने कि 3 जना बस्दा त। बाटो चाहिँ अलिक नराम्रै छ। ल मेरो विचारमा अब घरतिरै गएर भेट्न पर्ला जस्तो छ। यहाँ गर्न सकेला जस्तो छैन। अगाडि यहाँ एउटा बाइक हिँडिरहनु आनन्दसँग 2 जना एउटा बाइकमा। कुन चाहिँ बाइक हो यो, चिन्नु भयो भने कमेन्ट गर्नु त ल है, म नि हेर्नु पऱ्यो कुन चाहिँ बाइक रहेछ। ल ल कमेन्ट गर्नु है त यत्तिकै। यिनीहरूलाई अगाडि जान्थ्यौँ भनेको के अरे हो। यहाँ अगाडि चाहिँ चेकिङ हुन्छ कि अब यहाँ चेकिङ छ कि होइन यहाँ डर लाग्यो। 3 जना फेरि मैले लाइसेन्स बिल केही नि लिएर आएन। रहेछ भनेको त नरहेछ। ल कस्तो यहाँ चाहिँ चेकिङ हुन्छ। तपाईँले यदि यहाँ चाहिँ गोड तानतिङ सिक्रेट जाने बाटो, यो बाटो चाहिँ नआउनु होला हौ, त्यो पारिको बाटो आयो हुन्छ। यहाँ चेकिङ बसिन्छ कहिले काहीँ त। यहाँको फेरि पुलिसहरू पनि कस्तो साइकोहरू छन् के, त्यही भएर यो बाटो चाहिँ नआउनु। बाटो पनि यस्तो छ हेर्नु, एउटा माइक के अरे गाउँको अब गाडी आयो भने यहाँ बाटै हुन्न क्या, त्यस्तो सानो साङ्ग्रो। ल अब चाहिँ यता त हुन्न चेकिङ, अब भने उतै बिजपुरतिर हौ जता देखिन्छ। ल अब सिधै घर भेटौँ बल्ल अब चाहिँ है त। यस म चाहिँ घर आइसकेर अनि आजको लागि चाहिँ म यति नै गर्न चाहन्छु। अनि मैले तपाईँहरूलाई भन्छु भन्थेँ नि के अरे भाइ र मम्मी चाहिँ किन जानुभएको गाउँ भनेर है। भाइको चाहिँ नागरिकता बनाउन पर्ने भएको थियो। भाइले चाहिँ भर्खर +2 क्लियर गर्यो नि त, त्यही भएर नागरिकता बनाउन चाहिँ सिफारिस लिने चाहिँ हामी चाहिँ गाउँमै हो कि, हाम्रो वडा चाहिँ गाउँमै छ। अनि हामी चाहिँ यहाँ बसेर सरी यहाँ ल्याएको होइन, गाउँकै छ। त्यही भएर अनि भाइ र मम्मी चाहिँ अस्ति जानुभयो। मम्मी चाहिँ 2टा काम जानुभएको, एउटा चाहिँ भाइको सिफारिस नागरिकताको लागि सिफारिस बनाउन र अर्को चाहिँ हाम्रो गाउँमा खेत गरेका छौँ त्यसको लागि चाहिँ मल बोक्न। मम्मी चाहिँ 2टा कामले, भाइ पनि हलो जोत्न र सिफारिस बनाउन नागरिकताको लागि 2टा कामले गएका थिए। अनि हिजो चाहिँ भाइ चाहिँ हिजो बिहान गयो अनि मम्मी चाहिँ अस्ति बेलुका जानुभएको थियो। अस्ति बेलुका मैले नै छोडेको, अनि मम्मी चाहिँ अस्ति बेलुका चाहिँ मूलसोल बोक्नुभयो। अनि हिजो बेलुका चाहिँ मूलसोल बोकेर भ्याउनु भयो। अनि आज चाहिँ अनि बिहान गएर सिफारिस बनाएर आइसक्नु भएको छ। अब भोलि चाहिँ उता जिल्लामा जानुहुन्छ अरे, अनि जिल्लामा गएर नागरिकता बनाएर अनि त्यहाँबाट फेरि आउने होला। त्यही नै हो, मेन कुरो त्यही नै थियो।
अनि आजको लागि चाहिँ म यति नै गर्न चाहन्छु। अनि तपाईँलाई थाहा छ मैले लास्टमा जानुभन्दा अगाडि के भन्छु भनेर, हो कि होइन? हो, मैले लास्टमा जानुभन्दा अगाडि सधैँ लाइक सेयर सब्सक्राइब र कमेन्ट चाहिँ गर्नु होला, किनकि मैले कमेन्ट गरिरहेको हुन्छु र अनि यहाँसम्म हेरिराख्नु भएको छ भने हजुरलाई धन्यवाद भन्न चाहन्छु। र अनि प्लिज चाहिँ सपोर्ट चाहिँ गर्नु होला, सब्सक्राइब पनि गर्नु होला यार। 100 पनि सब्सक्राइब पुगेको छैन यार, कतिवटा भिडियो भइसक्यो है अहिलेसम्म। के तपाईँको सपोर्ट छैन क्या मलाई यहाँ, कि कस्तो खालको भिडियो चाहियो, त्यो कन्टेन्ट कस्तो चाहियो त्यो चाहिँ मलाई भन्नु, म त्यो खालको लिएर आउँछु। तर सपोर्ट चाहिँ गर्न पऱ्यो कि ल। यो भिडियोमा चाहिँ हामीले चाहिँ ल टार्गेट चाहिँ कति गरौँ भन्दा चाहिँ 50 लाइक र अनि 100 सब्सक्राइबको चाहिँ यो भिडियोमा चाहिँ टार्गेट गरौँ है त। ल कस्तो हुँदो रहेछ हेरौँ है त। ल है त, च्यालेन्ज ल गर्न पऱ्यो है त। ल यति नै गरौँ ल। अहिलेको लागि चाहिँ म बाई बाई भन्न चाहन्छु। हस् त, धन्यवाद।